सबैजनालाई थाहा नै छ होला, अहिले चाहिँ पुरुषोत्तम महिना चलिरहेको छ अनि यो महिनामा भगवान विष्णुजीको पूजा आराधना गर्न धेरै राम्रो हुन्छ। त्यसैले हामी हाम्रो घर नजिकैको विशङ्खु नारायण मन्दिर दर्शन गर्न जाँदैछौँ। विशङ्खु नारायण मन्दिर ललितपुरको गोदावरी महानगरपालिका क्षेत्रमा फुलचोकी पहाडको काखमा अवस्थित छ। काठमाडौँ उपत्यकाबाट करिब 15 किलोमिटरको दूरीमा रहेको यो स्थान शान्त वातावरण, हरियाली जङ्गल र धार्मिक महत्त्वका लागि परिचित छ। यहाँ आइपुग्ने बित्तिकै यहाँको स्वच्छ वातावरण, वरपरको हरियाली, चिसो चिसो हावा र प्राचीन शैलीमा बनेको मन्दिरले मन एकदमै शान्त बनाउँछ। मेरा दुवै बच्चाहरू पनि आफ्नो बुढो हजुरबासँग बसेर यहाँको स्वच्छ हावाको आनन्द लिइरहेका छन्। यता हाम्रो मम्मी चाहिँ लाइनमा बसिरहनु भएको छ अनि यो लाइन चाहिँ फटाफट सर्छ किनभने यहाँ आफैले पूजा गर्ने होइन, मन्दिर गुफाभित्र छ अनि गुफाभित्रै पण्डित बा बसिरहनु भएको छ। उहाँलाई सामान दिएपछि उहाँले पूजा गरिदिनुहुन्छ अनि मन्दिरको बारेमा पनि राम्रोसँग बुझाइदिनुहुन्छ। पूजा गरेर यहाँ माथिबाट हेर्दाखेरि यति राम्रो भ्यू देखिन्छ। हामी यहाँ आउँदाखेरि चाहिँ मन्दिर खाली खाली नै थियो अनि हामीले पूजा गर्दा गर्दै यहाँ यति धेरै भिड बढिसक्यो। अब चाहिँ हामी यहाँबाट निस्किन लागेको र निस्किनको लागि चाहिँ यहाँ एउटा साँगो र गुफा जस्तो बाटो छ जसलाई धेरै जस्तो भक्तजनहरूले विशेष महत्त्वका साथ पार गर्ने गर्दछन्। मैले यहाँका स्थानीय मानिसहरूबाट सुने अनुसार यो बाटो पार गर्नु धार्मिक आस्था र मनको शुद्धतासँग जोडिएको रहेछ। यसको विस्तृत इतिहास वा वास्तविकताबारे मलाई पनि खासै धेरै जानकारी छैन, तर यहाँ आउने सबै भक्तजनहरू एकदमै श्रद्धापूर्वक यो बाटोलाई पार गरिरहेको देख्न सकिन्छ। यसै गरी हामी पनि यहाँबाट सहजै तरिकाले निस्कियौँ अनि यहाँबाट निस्किसकेपछि चाहिँ मैले चाहिँ एकदमै छुट्टै प्रकारको आनन्द महसुस गरेँ अनि यहाँबाट निस्किएपछि एकछिन यहाँतिर फोटो खिच्यौँ अनि एकछिन यहाँ रमाइलो गऱ्यौँ अनि त्यसपछि फेरि तलतिर झरेर यहाँ चाहिँ एउटा शिवजीको मन्दिर रहेछ अनि यहाँनिर पनि दर्शन गऱ्यौँ। त्यसपछि हामी पुग्यौँ मुक्तिनाथ मन्दिर। मुक्तिनाथ भन्ने बित्तिकै सबैजनालाई जोमसोमको मुक्तिनाथ मन्दिर याद आउन सक्छ, तर यो चाहिँ गोदावरीमै छ अनि यहाँ पनि धेरैजना भक्तजनहरू आउनुहुन्छ दर्शन गर्नको लागि। यहाँ पनि 108 धारा छ जसमा नुहाउन पनि मिल्छ, तर हामीले चाहिँ नुहाएनौँ। यसरी हातमा पानी थाप्दै टाउकोमा सरेर छर्दै यहाँबाट आयौँ अनि यहाँबाट माथि आएपछि चाहिँ मन्दिर पुगिन्छ अनि मन्दिरको दर्शन गरेर हामी यहाँबाट निस्कियौँ। तपाईहरूलाई यो भिडियो कस्तो लाग्यो कमेन्ट गर्नुहोला। बाइ बाइ।